नमस्कार, म सन्तोष बेगा र यतिखेर हामी हल्दीबारी गाउँपालिकामा छौँ। तपाईहरु देख्न सक्नुहुन्छ मेरो पछाडिपट्टि धनुषा पोखरी र यो हल्दीबारी गाउँपालिकामा यहाँनेर चाहिँ एउटा सुन्दर कला छ जसको बारेमा हामी आज चर्चा गर्न गइरहेका छौँ। र तपाईहरु देख्न सक्नुहुन्छ मेरो साथमा एकजना बहिनी हुनुहुन्छ, सानी बहिनी र हाम्रो सर हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार बहिनी। नमस्कार। र बहिनी चाहिँ विगत केही समयदेखि नृत्य गर्नुहुन्छ। हाम्रो अविसर नृत्य प्रशिक्षक हुनुहुन्छ हैन, नृत्य सिकाउनुहुन्छ र बहिनीले एकदम राम्रो नृत्य गर्नुहुँदो रहेछ। हामीले विभिन्न ठाउँमा त्यो हेरिरहेका छौँ र अहिले भर्खरै एउटा कम्पिटिसनमा बहिनीले भाग पनि लिनु भएको छ हैन, र उहाँ फाइनलको लागि तयारी गर्दै हुनुहुन्छ र यही विषयमा हामी चर्चा परिचर्चा गर्दैछौँ। यतिखेर हामी हल्दीबारीमा छौँ। सर नमस्कार। फेरि पनि नानी पनि हुनुहुन्छ हामीसँग हैन। पहिला चाहिँ मैले सरलाई नै सोध्ने भयो। नानीले अहिले भाग लिइराख्नु भएको छ, अब फाइनलमा पुग्नु भएको छ। नानीको बारेमा थोरै तपाईँले नै बताइदिनुहोस्। त्यो हाम्रो शुद्ध युद्ध नृत्य डान्स कम्पिटिसन चाहिँ हाम्रो भद्रपुर 2 सोमबारे चोकमा रहेको नृत्य अफ स्कुल डान्स स्कुलले गरेको हो। हजुर। यसमा चाहिँ विभिन्न ठाउँहरूमा अडिसन लिँदै जाँदाखेरि अडिसनबाट 70 जना चाहिँ पार्टिसिपेट सिलेक्सन भएर मेगामा आउनुभएको थियो। मेगा राउन्डमा चाहिँ 70बाट चाहिँ 32 जनालाई सेमी फाइनल राउन्डमा लगेको थियो र सेमी फाइनलबाट टप 10 छानेर चाहिँ हाम्रो हल्दीबारीबाट हाम्रो सन्दीपा नानी चाहिँ टप 10 को फाइनलिस्ट हुनुहुन्छ। अब उहाँ टप 10 मा भिड्दै हुनुहुन्छ। जम्मा अब मात्र 10 जना छन् भिड्ने हैन, जसमा चाहिँ बहिनी पनि पढ्नु भएको छ। अब बहिनीसँग थोरै कुरा गरौँ है। बहिनी तपाईँ कुन स्कुल पढ्नुहुन्छ? न्यू स्टार इङ्ग्लिस स्कुल हैन। कहाँनिर छ यो स्कुल? हल्दीबारी गाउँपालिका वार्ड नम्बर कति पर्यो सर? 5। वार्ड नम्बर 5 मा छ। के भन्छ तपाईँको गाउँको नाम? कञ्चनश्री भन्छ है। र बहिनीले केही समयदेखि नृत्य प्रशिक्षण पनि लिइराख्नु भएको छ हैन। कसकोमा लिइराख्नु भएको छ? नृत्य सिकिराख्नु भएको छ तपाईँ? अविसर। अविसरको डान्स सेन्टरको नाम के हो? अभि डान्स एकाडेमी, जुन चाहिँ हाम्रो अविसरले सञ्चालन गरिराख्नु भएको छ। यसको बारेमा थोरै बताइदिनुहोस् सर। विगत 1.5 वर्षदेखि हाम्रो हल्दीबारी गाउँपालिकामा चाहिँ मैले हाम्रा लुकेका प्रतिभाहरू बाहिर प्रस्फोटन गर्नका लागि हाम्रो हल्दीबारी गाउँपालिकामा चाहिँ 1.5 वर्षदेखि मैले अभि डान्स एकाडेमी सञ्चालन गरिरहेको छु र त्यहाँ भएका साना साना नानीहरूलाई, भर्खर फुल्दै गरेका नानीहरूलाई चाहिँ केही गरून्, अबका आउने दिनहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा चाहिँ आफ्नो ट्यालेन्ट देखाउन् भनेर चाहिँ मैले गर्न सक्ने ज्ञान दिन सक्ने ज्ञान र गर्न सक्ने समय कामहरू चाहिँ प्रशिक्षण दिइराख्नु भएको छु। ठिक छ। यदि तपाईँहरू हल्दीबारी गाउँपालिका आसपासमा हुनुहुन्छ भने तपाईँहरू पनि पक्कै पनि अभि डान्स एकाडेमीमा जान सक्नुहुन्छ र त्यहाँको सुविधाहरू लिन सक्नुहुन्छ। विशेष गरी केटाकेटीहरूको लागि रहेछ हैन, केटी ठुलो सबैको लागि चाहिँ उपलब्ध छ र ज्वलन्त उदाहरण हामी देख्न सक्छौँ। बहिनीको नृत्य अत्यन्तै राम्रो रहेछ, मैले पनि हेरेको छ हैन। नानी, यो नृत्य डान्स तपाईँले कोबाट प्रेरणा पाउनुभयो यो नाच्न गाउनु यसरी? अविसरबाट हो। अनि यसको नाम के हो? चन्द्रकला गौतम। अनि बाबाको नाम? सञ्जोग नेम्बाङ। इन्टरकास्ट हुनुहुँदो रहेछ है। मम्मी गौतम अनि बाबा चाहिँ नेम्बाङ। तपाईँ ठेमरदेखि हुनुपर्छ, त्यही भएर ठेमरहरू अलिक राम्रो अनि ट्यालेन्ट हुन्छ भन्छन् होइन। त्यसो छ। तपाईँले कति समय भयो यसरी नाच्नु भएको, यसरी कार्यक्रमहरूमा जाने नाच्ने? 5-6 वर्षदेखि गर्नुभएको। अनि त्यो डान्स सेन्टरमा डान्स चाहिँ कहिलेदेखि सिक्नुभएको? 1 वर्षदेखि। नानी, यतिखेर हामी हल्दीबारीमा छौँ।
विद्यार्थी भाइ बहिनीहरूको लुकेर रहेको प्रतिभालाई उजागर गर्न यतिखेर हाम्रो अफिसरले चाहिँ आफ्नै स्थानीय ठाउँमा केही काम गरिरहनु भएको छ र त्यसको ज्वलन्त उदाहरण हामी देख्न सक्छौँ र टप 10 मा पर्न सफल हुनुभएको छ। कामना गरौँ उहाँले अझै पनि अझै उन्नति प्रगति गर्दै जानुहुन्छ। तर बहिनी अलिक कम बोल्नुभएको छ नि, घरमा नि यतिकै बोल्नुहुन्छ? बोल्नुहुन्छ टन्नै बोल्नुहुन्छ। यहाँ चाहिँ किन नबोलेको? अब तपाईँले के अरे टप 10 मा पर्नु भएको छ होइन, के भन्न चाहनुहुन्छ तपाईँ जस्तै साथीहरू दर्शकहरूलाई? मेरो डान्स हेरिदिनु होला, मन पराइदिनु होला, सधैँभरि यस्तै माया गरिदिनु होला। सधैँभरि यस्तै माया गरिदिनु होला। हजुरहरूको मायाले गर्दा नि एक दिन हल्दीबारीको नाम रोशन गर्नेछु।